होइन एमाले बनाइदिने हो मैले नि सोध्न खोजेको के भने नि, हजुर। अब देशको निकास कसरी होला जस्तो लाग्छ तपाईँ यतिको एउटा राजनीतिक क्षेत्र 100% सही निकास के हो ठ्याक्कै भन्नुहोस् म पनि समर्थन हो ठ्याक्कै चाहिँ कलाकारले आफ्नो भनेर हुन्छ त विभागमा गर्ने हो क्या होइन मैले त्यही त हामी कहाँनिर गएर यहाँ जिम्मेवार छौँ हेर्नु, भन्ने म पनि कुरा बाहिर छु, बाहिर कन्टिन्यू देशले यसरी निकास तर पाउँछ होइन। भने एउटा कलाकारले भनेर हुन्छ मलाई काम छैन एउटा भने डक्टरले भनेर हुन्छ बस्ने एउटा खानु सुन्नुहोस् न आफ्नो एउटा जुन काम छ गर्ने मेरो किसानलाई काम मेरो त्यही बाउ किसान गर्ने। गर्नुहुन्छ अहिले त्यसले गर्दा त्योभन्दा देशले बढी कसरी गर्ने निकास होइन, पाउँदा भन्दा उसले ट्राई थाहा पाउँछ गर्ने होइन। यदि एउटा चाहिने ड्राइभर रहेछ, गाडी चलाउने कम्पनी ड्राइभरलाई रहेछ, त्यही देशले नै छ। राजनीतिक निकास कसरी पाउँछ उसमा भन्दा डिटेलिङ उसले त्यसको बनाउँछन्, जवाफ दिन अनि सक्छ त्यसपछि सक्दैन नि त फर्म र एउटा देशलाई निकास दिनको लागि त नेपालमा यो हेर्नु। दलहरू हुनुहुन्छ पार्टीहरू लाइसेन्स हुनुहुन्छ दिइरहेको नयाँ मान्छेहरू आउनु भएको छ मान्छेहरूले एक्सन राजनीति गरेर वर्षौँदेखि सबै गरिरहेको मान्छेहरू हुनुहुन्छ निकासन भयो। गर्दै हुनुहुन्छ त्यो राजनीति होइन। पढेको मान्छेहरू हुनुहुन्छ राजनीतिमा होइन थुप्रै पनि मान्छेहरू हेर्नु अहिले त्यो निकास कसरी भर्खरको पाउँछ भनेर केटाहरू, तपाईँले एउटा कलाकारलाई प्रश्न 18 गर्ने वर्षका होइन त्यो केटाहरू नेतालाई प्रश्न गर्ने हो तपाईँको राजनीतिमा प्रश्न गलत ठाउँमा छ त्यो होइन नि त राजनीति पनि गर्नु मन छ भने जसलाई चाहना छ नेपाल सम्बन्धी चाहना छ त्यसले राजनीति पर्ने हो राजनीति कसरी गरिन्छ त्यो हिसाबले राजनीतिमा ओर्लिने हो त्यो भन्न म चाहन्न हरेको त्यो भन्यो तर अब हेर्नु जुन 84मा हुने चुनौती हो अहिले चाहिँ 82मा सारेको छ नि कति मनमा डर भइरहेको छ नि यहाँ देश कुन बाटोमा जाने हो भनेर अन्जना हामी विदेशमा बस्ने मान्छेहरू सोसल मिडियाबाट त हो समाचार हेर्ने हो यो गर्ने हो त्यो गर्ने हो हेरेर त बुझाए आफूले बुझ्ने हो मनलाई त्यो गर्ने हो बुझाउने हो तर त्यही भन्छ क्या हो यो कुरा भन्नाले त्यही कुरा नयाँ पार्टीहरू यदि 84मा आउनुभएको है मेरो पनि समर्थन अहिले जुन 50% छन् त्यसलाई म 100मा दिन्थेँ तर यो भएन अब यसमा कसलाई दोष गरौँ कसलाई के गरौँ होइन पीडा त हुन्छ नि मनमा तर देशको लागि त्यही भएर तपाईँहरूको क्षेत्रमा हरेकजनाले चिने जानु भएको होला यसले कति गर्यो सोसियल मिडिया मार्फतबाट होइन कसले कति गर्यो त्यो बुझेर आफ्नो उम्मेदवारलाई जिताउनुहोस् मेरो त्यति नै भनेको